फुत्तै छोडेर हिँड्ने मान्छे नै हो नि त। अब अशोकजी दाइ चाहिँ अब यस्तो मात्रै गरेर हुँदैन भन्ने उहाँलाई लाग्यो भने चाहिँ उहाँ नजान सक्नुहुन्छ। तर पार्टीको त्यत्रो के अरे प्रदेशको अपेक्षा गर्नुभएको रहेछ, भोलि भएन भने त उहाँ पनि निक्लिनुहुन्छ। सो अन्तमा चाहिँ अब अन्तमा तपाईँ अहिले एकदमै भाइरल हुनुभएको छ। अब लोकप्रिय भन्थ्यो पहिले, अहिले भाइरल भन्छ होइन। यो गाली आइरहेको छ नि तपाईँलाई अहिले, पूर्ण गजराज भनेको चाहिँ अवसरवादी हो, यो यस्तो यस्तो गाली यो उच्चारण गर्नु मिल्दैन, एकदमै तपाईँलाई गाली आइरहेछ नि जसरी, यसलाई चाहिँ कसरी लिनुभएको छ? होइन, यो वास्तवमा अब यो भाइरल नहुन्जेल अथवा त्यो हामीले यसो के अरे सामाजिक कार्य गर्छौँ भनेर नआउन्जेल चाहिँ अगाडि व्यक्तिगत हिसाबले कसैले गाली गर्दा त्यो चित्त दुखाइ हुन्थ्यो होला होइन। अहिले समाजसेवा गर्छौँ भनेर आँखा पनि छौँ। अब 2-4वटा कसैले गाली गर्यो भन्दैमा त्यसलाई त्यत्रो ठुलो रूप लिनुपर्छ भन्ने चाहिँ मलाई लागेन होइन। कहिले गालीबाट विचलित हुनुहुन्न त? म गालीबाट विचलित छैन। अस्ति एकजना मित्रले चाहिँ के लेख्नु भएछ भने त डाङ्ग्रालाई भनेर लेख्नु भएछ क्या होइन। अनि मलाई त्यो डाङ्ग्रा भनेकोमा चाहिँ अलिकति त्यो जातीय हिसाबले दबाएको जस्तो लाग्यो मलाई। फेरि कामी त कामी भनेको फरक पर्दैन थियो क्या। त्यो डाङ्ग्रा भन्ने शब्द चाहिँ त्यो गालीमा गयो क्या, गाली गलौजमा गयो नि त हो। यसको बारेमा चाहिँ मैले साथीलाई के भने चाहिँ तिमी धरान गरेछौ होइन, अब तिमीले यसरी किन लेख्यौ होइन। अब मैले खोज्नु पऱ्यो भने चाहिँ म कानुनी उपचार खोज्छु भनेको होइन दाइ, म शुक्रबार आउँदैछु, भेटौँ न, त्यस पछाडि सरसल्लाह गरौँ भनेका छन् ती भाइले। आउँदैछन् होला सायद। फेक आइडी थिएन त्यो? फेक आइडी नै जस्तो लागेको थियो मलाई होइन। फोटो हेरेँ केही छैन, अरूको कसको राखेको छ उसको छैन, त्यो प्रोफाइलमा चाहिँ छ त्यही फोटो, अरू कतै छैन। अनि फेक आइडी होला जस्तो लागेर सोचिरहेको थिएँ। अनलाइनमा देखेँ, अनलाइनमा कुरा गरेपछि फेरि राम्रो बोल्यो क्या त्यो भाइ, मलाई चिन्दो रहेछ राम्रो है। अनि भाइ यस्तो त नलेख्नु पर्थ्यो, यो त भएन नि त, किन लेखेको त्यस्तो भने क्या मैले होइन। मैले के तपाईँले त्यस्तै गर्नुभयो, त्यस्तै मलाई ऊ लाग्यो लेखेँ भने। भाइ तिमीले मलाई कामी भन्दा पनि म फरक मान्दिने थिएँ होइन। मेरो जात पनि थियो होला अथवा कर्मको आधारमा दिएको ट्याग पनि होला, तर जातित्वकै आधारमा तिमीले जुन गर्यौ त्यो डाङ्ग्रा भन्ने शब्द त्यो चाहिँ गाली हो, त्यो गाली गलौजमा पर्छ। तिमीलाई यो मैले चाहेँ भने मानहानीको मुद्दा चाहिँ लगाउन सक्छु है भाइ भनिदिएको थिएँ कि होइन दाइ आएर गफ गरौँ भने खै के नाम पनि अब सुरेश कि खै के छ हौ ती भाइको। तपाईँको परिवारमा तपाईँले अहिले तपाईँ गाली खानेमा हुनुहुन्छ नि, तपाईँ निना चन्द्र राई, राखी नेवाङ, अर्को म पनि इन्क्लुडिङ छु होइन। कतिले त मिडिया कर्मीहरू नि बसेर यसलाई कसरी सक्ने भनेर छलफल पनि भएको रहेछ होइन, थुप्रै भएको छ। यो तपाईँको परिवारमा चिन्ता व्यक्त हुन्छ हुँदैन छ तपाईँले जसरी गाली खाइरहेको? यता सुन्नु न, अस्ति त मेरो परिवारमा सबैसँग झगडै भयो। यत्रो तपाईँ उ गरेर हिँड्नुहुन्छ, यो दुनियाँले गाली गर्ने खालको ऊ किन गर्नुहुन्छ, किन ऊ गर्नु पऱ्यो, आफ्नो काम गर्नु पर्दैन भन्नु थाल्यो। अब भाइ यत्रो मैले त्यो दुःख गरेर आएको, हामीलाई त्यो तरिकाले हेरिन्छ भने हाम्रो पनि चित्त दुखाइ छ नि त। यसबारेमा तिमीहरू कुनै टेन्सनै नल्याऊ न होइन भनेर पनि छोराछोरी चाहिँ मानिरहेका थिएनन् क्या, बुढिया पनि। लु यो बारेमा कसले गाली गर्छ के गर्छ त्यसलाई म ऊ गर्छु होइन, कसलाई के भन्नुपर्छ त्यो म भन्छु, तिमीहरूले यसबारेमा चाहिँ बिल्कुल टेन्सन नल्याए भन्दा पनि मानेनन् र म चाहिँ फुत्त निक्लेर हिँडेर भेनाकोतिर गएर बसेको छु क्या। त्यस्तो अवस्था चाहिँ छ, तर यही गालीबाट विचलित हुने कुरा चाहिँ ममा छैन क्या। फेरि भनेपछि तपाईँ कमेन्ट पढ्नुहुन्छ कि पढ्नुहुन्न सर? होइन, पहिला चाहिँ पढ्थेँ कि, अहिले पढ्दै छोडिदिएको हेर्नुहोस् है। एउटा फोटो सेयर गर्दा तपाईँको म अचम्म लागेको 200-250-300ले हेर्थेँ पहिला, अहिले 79,000ले हेर्न थालेछन् होइन। तपाईँको 1000 भन्दा माथि लाइक र 500-700 भन्दा माथि कमेन्ट पनि आउन थालेको छ। त्यो हेरेर साथ दिँदै हुँदैन। प्रदीप पास्तोला भाइले मलाई सुनाउँदै हुनुहुन्थ्यो कि हामी नदीका दुई किनारा, हाम्रो मिलन असम्भव छ, हाम्रो सङ्गम असम्भव छ भन्ने फोटो जो राख्नु भएको थियो त्यो चाहिँ लाखौँले हेरेछ होइन? हो, त्यो चाहिँ मैले हेर्दा 79,000 थियो। अहिले त्यो त मिलियन के भन्छ त्यसलाई, लाख भ्युज भन्न ठिक छ। 100K भन्दा माथि नै गयो होला। 100K भन्दा माथि नै गयो होला। कतै तपाईँलाई एउटा तपाईँमाथि उठेको प्रश्न मैले त सोधिदिने हो, तपाईँ मेरो साथी हो, तापनि अब प्रश्न गर्नु पऱ्यो। किन हिजो हर्क साम्पाङलाई जिताउने टिममा तपाईँहरू हुनुहुन्थ्यो, म त छोटो समय मात्रै थिएँ होइन, पछिल्लो तपाईँहरू जति छोटो समय गर्नुभयो नि तपाईँको ठुलो योगदान छ, जसले पत्रकारले हामीलाई त्यतिखेर पत्याउँदैन थियो। एउटा मोबाइलबाट राम्रोसँग हामी खिच्न नजान्ने
एउटा पत्रकार कोही आएर खिचिदिँदैन थियो, त्यसमा तपाईँ त आएर कमसेकम उस्तै पर्दा भाषण पनि दिनुभएको छ है। पत्रकार भनेर तपाईँले भिडियो पनि बनाएर अलिकति हाइलाइट गर्नुभएको छ, तर त्यस्ता कुरा चाहिँ हाम्रो माननीयज्यूले बिर्सिनु भयो होइन, त्यो नगर्नु पर्थ्यो। तपाईँलाई अहिले चार्ज लागेको चाहिँ तपाईँमाथि आरोप लागेको चाहिँ अब यो खण्डन गर्दा भयो, स्पष्ट पार्दा भयो, अथवा स्वीकार्नु पर्यो होला होइन, हो भने यो भाइरल हुनुलाई हर्क साम्पाङको विपक्षमा बोलेको यो पूर्ण गदराज भन्छ नि, त्यो त होइन नि होइन। मैले मानेको त्यत्रो पार्टीको श्रद्धेय अध्यक्षलाई म भाइरल हुनकै लागि मात्रै पनि त्यत्रो केन्द्रीय सदस्य जस्तो पत्याकेर उहाँको विरोध गर्दिनँ थिएँ होला क्या। उहाँको हरकत एकल निर्णय होइन अब चाहिँ सहन नसकिने रहेछ भनेर मैले विरोध गरेँ हो नि त। अब त्यसलाई उहाँहरूले कसरी लिनुहुन्छ, मलाई अवसरवादी भनेर लिनुहुन्छ कि के भन्नु चाहिँ उहाँहरूलाई जिम्मा दिन्छु म। त्यो भनेपछि तपाईँहरूको पार्टीमा चाहिँ यसमेन मात्रै भयो कि बस्न सक्छ है, जसले प्रश्न उठाउँछ त्यो चाहिँ कारबाहीमा पर्छ होइन। त्यसलाई या त कुनै जिम्मेवारी पनि दिँदैन होइन, जस्तो मलाई पनि दिएनन् नि त। म त कुनै न कुनै कुराको त्यो चित्त नबुझ्दो, म व्यक्तिगतलाई होइन सबैलाई चित्त नबुझ्ने खालको कुरा त यो चाहिँ गलत भयो भन्ने साथीहरू पनि छन् नि त। उहाँहरू बोल्न सक्नुहुन्न, म त बोल्थेँ नि त। हो त्यसै कारणले म चाहिँ अब तपाईँले संस्कृति पार्टीमा रहँदाखेरि चाहिँ के भन्नुहुन्थ्यो भने उपमेयरको चाहिँ हाम्रो समुदायबाट दलित समुदायबाट चाहिँ हुनुपर्छ भन्नुहुन्थ्यो। अहिले संस्कृति पार्टीमा चाहिँ नगर अध्यक्षकै जीवन सङ्गिनी चाहिँ उपमेयरमा आउने चर्चा सुन्नुभएको छ तपाईँले? यो चाहिँ मैले सुनिनँ, मेरो फेरि यो चाहिँ कल्पनाको कुरा थियो क्या, मैले त्यतिखेर सुनिनँ। तर मैले त्यो कुरा राख्दै गर्दा हाम्रो अध्यक्षज्यूले के भन्नुहुन्थ्यो भने मैले चेलीबेटी के अरे महिला समूहलाई जिम्मा दिएको छु भन्नुहुन्थ्यो क्या। त्यो त ठिकै पनि होला, तल तपाईँहरूको महिला समूहकै लागि मात्रै काम गरिदिनु पर्ने, हामी त हाम्रो समुदायको हक हितका लागि हामीले पनि यो के अरे माग राखेका छौँ, हामी हुनुपर्छ, हाम्रो पनि एक खालको के अरे उपस्थिति छ नि त यहाँ होइन। हामी त्यति मतदाताहरू छौँ है, जनसङ्ख्या हाम्रो त्यतिको राम्रो छ। योचोटि उपमेयरको ऊ चाहिँ के अरे दावेदार चाहिँ हामी छौँ है भनेर पछि लास्टमा मिलाउँदा होइन सोध्नुपर्छ भन्नुभयो क्या। अनि तपाईँले जे भन्नुहुन्छ त्यही मान्दिने। अस्ति तपाईँले अम्बिका सङ्ग्रहलाई सांसद बनाएर माननीय बनाएर लाँदा त हामीले त्यत्रो केही भनेनौँ होइन, एक नम्बरमा राख्नु भएको थियो, पर्नु भयो ठिक। अब पनि तपाईँको महिला समूह तपाईँहरूकै समुदायलाई दिनुपर्ने मैले भनिसकेपछि उहाँले के भन्नुभएको थियो भन्दा ल ठिक छ नि त के अरे ल्याएर जोडिदिनु, महिला दिदी बहिनीको समूह जोडिदिनु भन्नुभएको थियो। हो त्यो कुरा त राम्रो गर्नुभएको, म जोडिदिन्थेँ होइन। तर परिस्थिति यस्तो आयो कि पछि गएर अब यो अहिले चाहिँ धेरै दिनेश बान्तावाले चाहिँ आफ्नो श्रीमतीलाई जीवन सङ्गीतलाई उपमेयर बनाउनको लागि चाहिँ मेयर पद चाहिँ त्यागेको रहेछ भन्ने कुरा छ। त्यो तपाईँलाई थाहा रहेनछ है? उहाँ त विद्रोह नै गर्ने कुरा। यता सुन्नु न, निर्मलाको कुरा गर्नुभयो, मेयर साहबको माननीयज्यूको श्रीमती हो। यहाँ चाहिँ के चाहिँ मैले त्यो सुनेको थिएँ भने उहाँको श्रीमती चाहिँ होइन, अर्को निर्मला के गुरुङ भन्ने चाहिँ आउनु भएको छ अरे। रत्न गुरुङ हो उहाँ त, रत्न गुरुङ। उहाँलाई सिफारिस गरिँदैछ अरे भन्ने चाहिँ सुनेको थिएँ क्या। अहिले उहाँ दिनेश बान्ताजीको पनि आएको छ। ए हुनसक्छ, अहिले त हामीले पनि जस्तो अघि पनि मैले प्रश्न फेरि दोहोऱ्याएँ एकपटक, तपाईँहरूले हिजो पार्टी छोडेको केही घन्टा पछाडि 2-3 घन्टा पछाडि चाहिँ तपाईँहरूलाई पार्टीबाट निष्कासन गर्नुभयो नि, साधारण सदस्य नरहने गरी। हर्क साम्पाङज्यूले तपाईँकै पार्टीको अध्यक्षज्यूले भुपू अहिले हुनुभयो पार्टीमा तपाईँहरू, यसलाई चाहिँ कसरी लिनु भएको छ तपाईँले? होइन साँच्चै भन्नुपर्दा उहाँभन्दा हामी 2 कदम अगाडि भइसक्यौँ क्या। तपाईँहरूले पार्टी नछोडेको भए निकाल्थ्यो नि रहेछ है? होइन उहाँ छिटो डिसिजन गर्नु भएर मात्रै न त तपाईँलाई। सुन्नु न, उहाँ चाहिँ के हुनुहुन्थ्यो अरे तेरेको यिनीहरू अहिले आए रोए कराए फेरि फर्किहाल्छन् भन्नेमा हुनुहुन्थ्यो, माफी मागेर होइन। तर हामी त्यो गर्ने पक्षमा थिएनौँ। हुनसक्थ्यो हामी पनि त्यो प्रेस मिट गर्नुभन्दा केही समय अगाडि उहाँले होइन त्यसो नगरौँ साथी हो, अब ठिकै छ मैले गल्ती गरिहालेँ, यो चाहिँ उहाँलाई नै गरौँ भन्ने भएको थियो भने पनि त्यतिखेर केही हुनसक्थ्यो। तर अहिले प्रेस मिट गरिसकेपछि त हामी त यो काम त गर्दैनौँ नि त फेरि होइन, गर्न पनि दिँदैनौँ। धेरैले चाहिँ यो अगाडि चाहिँ पार्टी छोड्ने पछाडि चाहिँ कारवाही गर्ने कस्तो खालको यो सिस्टम हो भन्दै? यो चाहिँ कस्तो भन्दाखेरि हामी चाहिँ 2 कदम अगाडि किन भइछौँ भन्दाखेरि के अरे अध्यक्षज्यूले त्यो गर्नै हुन्छ होइन।
केही ऊ थाहा पाउनुहुन्छ गरिहाल्नुहुन्छ, त्योभन्दा पहिला हामी गर्नुपर्छ भनेर हामीले पार्टी परित्यागको घोषणा गरेर प्रेस मिट त गऱ्यौँ नि। त्यस पछाडि मात्रै उहाँले गरेर अब रहेनन् यिनीहरूको चाहिँ तमाम गर्नुपर्छ भन्नु गर्नुभएको, झगडालुलाई निकाल्नु पर्छ। धेरैले भन्ने कुरा नि के थियो भने नजानु गइगयो, नगर्नु बिहे गरिहाल्यो भने यस्तो तरिकाले नजानु पार्टीमा गयो, त्यही पार्टीभित्र बसेर विद्रोह गर्नु पर्थ्यो भन्छ के कतिले चाहिँ। तपाईँहरूले पार्टीभित्र बसेर निकाल्थ्यो रहेछ होइन। यता सुन्नु न, त्यो मैले जसरी फोनबाट अध्यक्षज्यूलाई 5 खेप गरेँ उहाँले उठाउनु भएन। म पनि केन्द्रीय सदस्य त हो नि त होइन, उसको 133 जनामा भित्र पर्ने नै एकजना हो नि त होइन। अरूको यो मेजर 5 अथवा मेजर 10 कै जति अधिकार त्योभन्दा केही कम त हाम्रो पनि होला नि त। हाम्रो भन्नेको सुन्नुपर्छ कि पर्दैन। अब फोनैसम्म नउठाउने पार्टीको नेतृत्वकर्ताले अनि हामीलाई कस्तो अवस्थामा राखेको रहेछ भन्ने कुरा त्यहीँबाट प्रश्न हुन्छ हेर्नुहोस् है। अब अधिकार छैन। अब यो तपाईँले अघिदेखि हामी चाहिँ हर्क साम्पाङलाई चाहिँ हराउ अभियान चलाउँदैछौँ भन्दै हुनुहुन्छ। हर्क साम्पाङजीको यो होम ग्राउन्ड हो नि त, धरान त उहाँको कर्मथलो हो यो, उहाँको भनौँ न जरा नै धरानमा जोडिएको छ। म त्यही भएर म यहाँबाट काठमाडौँ सिफ्ट भइनँ, मेरो फ्यामिली लगिनँ भन्नुहुन्छ। हर्क साम्पाङको होम ग्राउन्डमा तपाईँहरूलाई जित्न त्यति सजिलो छ र सर? होइन, एउटा कुरा चाहिँ कस्तो हो भन्दाखेरि उहाँको होम ग्राउन्ड हो होइन। उहाँ धेरै वर्षदेखि बस्नुभएको छ। हामी त हिजो अस्ति आएको 12-13 वर्ष भयो होला। उहाँले होम ग्राउन्ड भन्न पाउनुभयो हो पनि र मेरो पनि हो होइन। तर हिजो उहाँको होम ग्राउन्ड हुँदै गर्दा पनि त उहाँले त्यो आन्दोलन चलाउँदा त्यो पानीको बोतलबाट चुनाव उठ्दै गर्दा 422 मात्रै हो नि त उहाँको। अनि त्यो पछाडि जुन हामीले आन्दोलनको सुरुवात उहाँले तपाईँको अगुवाईमा गर्नुपर्छ भनेर लाँदै गर्दा मात्रै उहाँ हाइलाइटमा आएको होइन त। उहाँले गफ गरेर हुन्छ आज पूर्ण गहतराजको म चिन्दिनँ भनेर हुन्छ र? मैले त उहाँको पछाडि 7-8 वर्ष निकालेको छु क्या है। उहाँ एउटा राम्रो मान्छे भनेर निकालेको हेर्नुहोस्, आफ्नो परिवारको पनि प्रवाह नगरिकन है। म कुनै स्वार्थले आएँ होला त, मलाई पनि ल कता के गरेर हुन्छ यसो भनेर जागिर पनि नमागेको मान्छे म होइन। त्यो ठाउँमा हुँदा जागिर जति त उहाँले सबै आफ्नो मान्छे लाउनु भएको छ, सबै हामीसँग प्रमाण छ होइन। त्यो छ नि त, जो मन पऱ्यो त्यो त्यसलाई लगाइदिने उहाँ है, लाउनु भयो नि त। जसलाई मन पऱ्यो त्यसलाई लाउनु भयो। फेरि सबै को लाउनु भयो, एकाध मान्छे त बाहिरको पनि लाउनु भएकै छ, त्यो मान्नुपर्छ। तर धेरै आरोप चाहिँ उहाँलाई राई नै मात्रै लाग्यो भन्ने पनि छ नि त, यो त सबैलाई थाहा छ। अब त्यस्तो नगर्नु पर्थ्यो उहाँले। अनि हामी चाहिँ त्यत्रो दुःख गरेर के अरे आज मेरो साँच्चै भन्नुपर्दा म एउटा धार्मिकताप्रति आस्था राख्ने मान्छे पनि हो, मलाई त्यो पितृको आशीर्वाद चाहिँ छ। तर एउटा मेरो जिउँदो भगवान् भएको कारणले मात्रै उहाँको पछि निस्वार्थ लाग्न सकेको हो क्या, नत्र भने त्यो पनि हुन त सक्दैन थियो होला नि त। उहाँहरूको पनि कुरा त चाहिँ यसरी हिँड्छस् उ गर्छस् भनेर त्यत्रो मैले गाली खाँदा अथवा उहाँबाट तिरस्कृत हुँदा पनि म उहाँको पछाडि नछोडेको मान्छे आज के अरे उहाँ हामीलाई वास्ता नगर्नेमा पर्नुभयो होइन। अनि उहाँका अहिलेका पछौटेहरूले हामीलाई अवसरवादी देख्छन् है। मैले त त्यहाँ बरगाछीमा बनाएको लगभग 4.5 लाख रुपियाँ खर्च गरेर बनाएको दोकानै मैले छोडेँ होइन। यतापट्टि नलागेको भए त म कुनै न कुनै तरिकाले त्यो गर्थेँ होला। चुनाव थियो, उहाँ तपाईँ नआउने भनेर बोलाइहाल्ने, हामी आउँथ्यौँ त। उहाँकै पछाडि लागेर त्यो पनि बिग्रियो मेरो हेर्नु। अनि हामीलाई स्वार्थी भनिदिन्छ। अब अन्तमा गरौँ, आज लामो अन्तरङ्ग कुराकानी पनि गरियो। हर्क साम्पाङलाई मेयर जिताएकोमा र हिजो हर्क साम्पाङको अभियन्ता भएर उहाँको सङ्घर्षको साथी अथवा हार हुँदा पनि तपाईँ जसरी बाउ जस्तो भएर हिँडिदिनु भयो नि, हार त ठुलो हुन्छ नि त, जितको 1000 बाउ निस्किन्छ। यसमा तपाईँलाई पछुतो छ कि छैन सर? यसमा मलाई चाहिँ त्यत्रो पछुतो पनि लागेको थिएन होइन। जस्तो हिजो उहाँले त बार एउटा कुरा चाहिँ फेरि स्वीकार्नुहुन्छ है। हिजो म सङ्घर्षमा गर्दा एक्लै थिएँ, आज सफल भइसकेपछि मसँग हजारौँ छन् होइन। भन्दा त ती मान्छेहरूलाई पनि लाग्नु पर्थ्यो हामी चाहिँ स्वार्थी रहेछौँ भन्ने कुरा है। तपाईँहरूलाई स्वार्थी अवसरवादी भन्छ, अहिले हामीलाई स्वार्थी अवसरवादी भनिराखेको छन् होइन। त यसमा पनि त के अरे गतिविधिको कुरा त गर्न पाइयो होला नि त। जुन तरिकाले आफ्नो एकल निर्णय मात्रै गाडेर जानुहुन्छ भने त आफूले पालेको ढुकुरले आफूलाई ठुङ्गे जस्तो लाग्छ लाग्दैन सर?
होइन अहिले चाहिँ त्यो महसुस भएको छ होइन। अब निना चन्द्रजीको सानो योगदान होला त होइन। त्यो पाइप काटेको जुन आरोप लाग्यो त्यो पाइप काटेको थिएन क्या वास्तवमा। एडिबीको के अरे खानेपानी संस्थानको पानीमा मुहानमा एडिबीको पाइप हाल्न पाइँदैन भनेर त जोडेको मात्रै थियो। काटेको के अरे झुटा आरोप लगाइयो। त्यही केसमा उहाँ जेल जानु 3-4 वर्ष जेल जानुहुन्थ्यो क्या। कस्टडीमा त पुग्नु भयो हेर्नु। चुनाव उठ्न पाउनुहुन्थेन। तर त्यो त्यत्रो गरेको निना चन्द्रलाई आज अवसरवादी भनिदिइरहेका छन्। निना चन्द्र को भनिरहेका छन् होइन। अब साथीहरूले अलिकति अनुसन्धान गर्दा चाहिँ यो मान्छे रहेछ भन्ने थाहा, तर अनुसन्धान गर्ने त्यो ऊ पनि छैन क्या साथीहरूको। अटलजीले भन्दै हुनुहुन्थ्यो कि अस्ति आफ्नो ढुकुर पालिएछ, आफ्नो आँखा आफै ठुङ्ग्यो, आफूले पालेको ढुकुरले। अर्को चाहिँ यस्तो सर्प पालिएछ कि करेट सर्प हुन्छ नि, गोमन सर्प भन्दा पनि करेट सर्प भन्दा पनि विषालु पालिएछ भन्दै हुनुहुन्थ्यो। तपाईँलाई के लाग्छ सर? होइन, अहिले आएर चाहिँ विषै मात्रै बमन गरिराख्नु भएको छ। अब त्यो विष चाहिँ मजाले नै जम्मा गर्नु भएको रहेछ। त्यो विष हामीले कहिलेकाहीँ यसो ठुङ्गाठुङ भएको र केही विष लागेको भयो भने थाहा हुँदैन थियो होला। तर उहाँ चाहिँ राम्रै मान्छे हो मात्रै भनेर लाग्यो कि। तर अहिले चाहिँ जे होस्, उहाँ जति माथि पुग्नु पर्ने हो त्यहाँ चाहिँ पुग्नु भयो नि त। उहाँको गन्तव्य निश्चित भयो होइन। त्यो भएकोले गर्दा उहाँमा झन् अहमता धेरै होइन। विष चाहिँ अहिले छताछुल्ला गर्दै हुनुहुन्छ होइन। त्यो विषले फेरि उहाँ आफै नै भित्र हुन्जेल त ठिकै थियो, त्यो बाहिर आएपछि त आफै सड्नुहुन्छ जस्तो लाग्छ क्या। त्यो विषले पनि उहाँलाई नै असर गर्छ क्या। फेरि अहिले धेरैले अब उहाँकै श्रम संस्कृति पार्टीकै श्रम के अरे अहिले हर्क साम्पाङ चाहिँ प्रधानमन्त्री बन्ने कुरो छ क्या सर, चर्चा छ। सुदन किराती पूर्व पर्यटन मन्त्री, त्यत्रो विरासत भएको व्यक्तिले पनि अबको प्रधानमन्त्री चाहिँ हर्क साम्पाङ भन्नुभयो र उहाँको हरेक केन्द्रीय श्रमदाताहरूले पनि अबको प्रधानमन्त्री हर्क साम्पाङ भन्नुहुन्छ। हर्क साम्पाङ प्रधानमन्त्री बन्नुहुन्छ जस्तो लाग्छ सर? होइन, बन्ने अवसर मिले चाहिँ साह्रै राम्रो हुन्थ्यो जस्तो लाग्छ। एउटा किराँतीको छोरो प्रधानमन्त्री बन्यो भने त्यो बन्छु भन्दा नि पहिला एउटा मधेसी समुदायको के अरे प्रधानमन्त्री हामीले पाएको छौँ, त्यो साह्रै गौरवको कुरा छ होइन। त्योभन्दा पनि अझै अगाडि हुनुपर्ने त त्यो मधेसलाई त त्यसै पनि तिरस्कार गरेको हो नि यो ब्राह्मणवादले, हुनै नदिएको त हो नि त। त्योभन्दा नि अगाडि चाहिँ किराँती समुदायबाट एउटा हिम्मतवाला मान्छे हुन्छ भन्ने लागेको थियो। त्यो चाहिँ आफ्नै कारणले पनि उहाँले सकेको हो, यो स्वीकार्नुपर्छ। उहाँहरू स्वीकार्नुहुन्नलाई आफ्नो ठाउँमा छ होइन। कतिपय बोल्ने कुराहरू होइन मात्रै बोल्नुपर्ने। अब त्यो चुनावी रणनीतिमा जाँदा कसरी जितिन्छ भनेर जानुपर्ने। अब मै हो सर्वै सर्व भनेर बिग्रेको हो नि त। जस्तो अहिलेको जुन हरकत छ नि, हरकतजीको अहिले प्रधानमन्त्री बन्ने खालकै उहाँलाई सिट आउँला त सर? अब यता सुन्नु न, उहाँको गीतै कति राम्रो छ नि, के अरे के भन्छ त्यसै बन्दैन, गाली गर्दै अरूलाई भने कति राम्रो शब्द के अरे गर्नुभएको छ। तर आज जुन ठाउँमा पुग्नुभयो हो, एउटा नेपाली काङ्ग्रेस चाहिँ 30 कति सिट ल्याएर पनि ऊ प्रतिपक्षमा राम्रो उभिन चाहिँ सकेन होइन। 7 सिट ल्याएको एउटा के अरे पार्टी, राष्ट्रिय पार्टी बन्दै गर्दा सबैभन्दा के अरे राम्रो प्रतिपक्ष चाहिँ उहाँहरू हुनुभएको छ। तर उहाँहरूले पनि प्रतिपक्षमा रहेर कति र के मात्रै बोल्ने भन्ने कुराको चाहिँ हेक्का राख्नु भएन क्या। त्यो उहाँहरूको कमजोरी हो। अब यही तरिकाको हरकतले चाहिँ उहाँ प्रधानमन्त्री कसरी हुन सक्नु होला त? हाम्रो त इच्छा प्रधानमन्त्री हुनुभयो भने साह्रै राम्रो। हिजो हामी आज के अरे जेसुकै भए पनि हामी पार्टीबाट अलगिएर बस्दा पनि जे गर्दा पनि प्रधानमन्त्री उहाँ हुनुभन्दा हिजो हामी सँगै अभियान चलाएर आएको, सँगै बसेर खाएको साथीसम्म त हो भन्न सकियो नि त होइन। गर्वै हुन्थ्यो, गर्वै हुनुपर्ने। अथवा धरानले पनि प्रधानमन्त्री पाए भनेर त म पार्टी अर्कै पार्टीमा हुँदा पनि भएँ भने पनि गर्वको कुरा त हो नि त। त्यो त हर्क साम्पाङ भनेको चाहिँ राम्रो बिउ थियो, त्यो बिउले चाहिँ राम्रै फल दिन्छ भन्थे धेरैले, विशेष गरेर पहिचानका मुद्दा बोक्नेहरूले होइन। त्यो सब त्यति भनेपछि बुझिहाल्नु। तर त्यो बिउ चाहिँ कुयो भन्छ क्या अहिले धेरैले, कुहि नै सक्यो। अब त्यो त उम्रिँदैन पनि, फल पनि दिँदैन भन्छ नि सर, के लाग्छ? यो एउटा कस्तो हुन्छ भने नि, त्यो हामी यसो हेर्छौँ क्या कहिलेकाहीँ हामीले लगाएको बारी खेततिर लगाएको जुन अन्नबालीहरू हुन्छ नि, त्यहाँ पनि कस्तो हुन्छ भन्दाखेरि हामी धेरै मलजल गर्छौँ क्या
धेरै मलजल जस्तो भटसकै कुरा गरौँ, हामी धेरै मलजल गर्दाखेरि त्यो हौसिँदो रहेछ, त्यसले फल दिँदैन। हेर्नुहोस् त्यो गुहुमा भएको मुला कस्तो हो, त्यो स्वाद हुँदैन, स्वाद हुँदैन नि। अब अरू भटसकै कुरा गर्दा पनि त्यो मलजल ज्यादा भयो भने त्यो हौसिन्छ, त्यसले फल दिँदैन क्या, त्यस्तै अवस्था छ। हस् सर, समय र सम्वादको लागि धन्यवाद सर, थ्याङ्क यू।